होला अनि म पनि आउँदैछु। अनि आज यस्तो फ्यामिली मिलेर सर्ट राइड जान लाग्यो अनि घरबाट हतार भएर भिडियो बनाउन पाएन। अनि हामी चाहिँ आज कुपिङले त गइरहेछौँ अनि अहिले चाहिँ म छिन्चु पुगिसकेँ। अनि यताबाट गएपछि चाहिँ हजुरको आउँछ सुर्खेत, यताबाट गएपछि चाहिँ सल्यान। अनि आज समीरको बर्थडे पनि थियो, त्यही भएर यस्तो बर्थडे मनाउन जाऊँ न भनेर दाइहरू चाहिँ त्यहाँ केक लिँदै हुनुहुन्छ अरे। हामी पनि अब उता गएर केक लिएर आउँछौँ अनि त्यसपछि चाहिँ कुपिङले दहतिर जान्छौँ। अनि अघि चाहिँ त्यस्तो भिडियो बनाउन पाएन, हरेमा एउटा भिडियो बनाएको थिएँ त्यो भरै नै रहेछ। अनि त्यही भएर चाहिँ अब यहाँ आएर भिडियो बनाउन गएको छु। अब हामी चाहिँ टक्कै केक लिन गइरहेछौँ। दाइहरू त्यहाँ हुनुहुन्छ, त्यहाँबाट केक लगेर अनि त्यसपछि हामी जान्छौँ है त। अनि अब बाटोमा म सिनेमेटिकहरू चाहिँ राखिदिन्छु र बाटोमा हेर्नुलाई त अहिले पाइयो। हाम्रो चाहिँ टक्क बाहिर यहाँ भइसक्यो केक। कस्तो लागिरहेको त माताजी? कुपिङले दह गएर हामी काट्छौँ केक। हाम्रो योहरू चाहिँ यहाँ हुनुहुन्छ टक्क पारेर। यो चाहिँ केक बेकरी सप रहेछ सिन्चुको, अब गाउँघरमा स्थित हो होइन। केक चाहिँ राम्रो छ गाइस, मिठो छ कि नै भन्ने हो, राम्रो चाहिँ राम्रो छ। ल अब चाहिँ हामी यहाँबाट केक चाहिँ किन्छौँ। अब हामी यहाँबाट लाग्यो टक्क पारेर के अरे दाइहरू चाहिँ अगाडि गइसक्नु भयो। हामी चाहिँ यहाँ समीरहरू पछाडि आउँदैछन्, रमाइलो भइरहेको छ। अब यहाँबाट यता गएपछि सुर्खेत। अब हामी यहाँबाट 2 घन्टा 2 घन्टा चाहिँ धेरै भइगयो, 2 घन्टा बढीमा 1.5 घन्टा भनौँ। भिडियो सिडियो बनाउँदै गयो 1.5 घन्टा, सरासर 1 घन्टा। यस्तो झाँकिरहेछ। हामी चाहिँ टक्क अब त्यहाँ होइन हाम्रो चेकिङ परेको थियो गाइज। अनि त्यहाँ ट्राफिकले टक्क बुलेटको साउन्ड चेक गर्यो, केही पनि पाएन चिट काट्ने। अनि ट्याक्क हामी चाहिँ आइसक्यौँ यहाँ। अनि त्यहाँबाट यस्तो आइरहेको थियौँ। अनि त्यसपछि हेर्नु न यहाँ भ्यू यस्तो दामी भ्यू छ। अनि यो देखेर चाहिँ हामी टक्क रोक्यौँ एकछिन। अब यहाँ एकछिन भिडियो सिडियो फोटोसोटो गराउने खिच्ने। अनि त्यसपछि हामी यहाँबाट जान्छौँ। अनि सिधै अब हाम्रो नेक्स्ट स्टप भनेको चाहिँ बालुवा सङ्ग्रही, त्यहाँ गएर खानासाना खान्छौँ। अनि त्यहाँबाट जान्छौँ हामी कुपिङले दह। तल भेरी हो, हेर्नु त भेरी है गाइज। यो चाहिँ टक्क खोलाको साउन्ड अनि यस्तो दामी भ्यू देखेपछि कसको मन नहोला हेर्नु त। आहा कहिले हामी अब चाहिँ आयौँ बालुवा सङ्ग्रही। टक्क पारेर हामी खानासाना खान्छौँ यो होटलमा। दाइहरू पनि ऊ भर्खरै आइपुग्नु भयो त्यहाँबाट। टक्क खानासाना खाएर अनि त्यसपछि यहाँबाट उयो माथि गयो भने चाहिँ हजुरको ऊ आउँछ कुपिङले दह, यो हाम्रो कालो घोडा। अब हामी खानासाना खान्छौँ अनि त्यसपछि पछितिर भेटौँला है त गाइस, बाइ बाइ। अब हामी चाहिँ के गर्दैछौँ, खाना खाँदैछौँ। यो चाहिँ हाम्रो खाना भयो टक्क पारेर। अब यहाँबाट खानासाना खाइन्छ अनि त्यसपछि गइन्छ। सर्कल आएर हामी चाहिँ आइसक्यौँ अब कुपिङले दह। हामीले हाम्रो बाइक पार्किङ गरेको सिट पनि काटिसक्यौँ। अब हामी यता जाँदैछौँ। यो चाहिँ कुपिङले दहको ताल भयो।
अनि यता चाहिँ हजुरको मन्दिर छ यहाँ। अनि त्यसपछि अब हामी यहाँबाट जान्छौँ, फोटिङ सुटिङ गर्छौँ, भिडियो बनाउँछौँ। अनि त्यसपछि के हुन्छ सबै गर्छौँ। अनि यहाँबाट निस्किन्छौँ है गाइस। अनि अब अरू कुरा चाहिँ म अब टक्क सिनेमेटिक उसमा हालिदिन्छु। अहिलेलाई चाहिँ ल यति नै है त, बाई बाई। तालेर यहाँ लगाइ सक हामी चाहिँ अब यहाँ के अरे यो कुपिन्डे दहको बिचमा आइसक्यौँ। टक्क पारेर यहाँ राजा रानीहरू यता भिडियो बनाउँदैछन्, हामी चाहिँ यहाँ छेउमा टक्क। यहाँ चाहिँ यस्तो छ। अब टक्क पारेर हामी आज फुल राउन्ड हान्छौँ। अनि त्यसपछि टक्क पारेर हामी होइन हापो। अनि त्यसपछि यहाँबाट निस्किन्छौँ। अनि त्यसपछि उता बाहिर गएर केक सेक काट्छौँ। अनि मन्दिर दर्शन गर्छौँ। अनि अब बाँकी कुरा सिनेमेटिकमा भेटौँलाई। हामी त गाइस टक्क पारेर अब कुपिन्डे दहको यता पारी आइसक्यौँ। देख्न सक्नुहुन्छ पुरै कुपिन्डे दह भयो। टक्क एक राउन्ड अब यस्तरी हामी यताबाट घुम्छौँ। अनि फेरि त्यहाँ जान्छौँ। अनि मन्दिर दर्शन गर्छौँ। अनि फोटो खिच्छौँ। अनि घरतिर जान्छौँ। यो पुरै ताल राउन्ड हान्न चाहिँ हामीलाई आधी घन्टा लाग्दो रहेछ। हामी 15 मिनट जस्तो भयो होला। यो कुनामा आयौँ, अब 15 मिनट त्यो कुनामा पुग्छौँ। गाइस टक्क हामी अब यहाँ आइसक्यौँ। पुरै गरेर हाम्रो नाउँ यहाँ पार्किङ पनि भइसक्यो। अब त्यो दाइलाई पैसा सिसा दिन्छौँ। अनि त्यसपछि टक्क अब हामी यहाँबाट फोटोसोटो खिचेर अनि जान्छौँ है त। अब केक काट्नका लागि छ। अनि केक काटेर अनि मन्दिर दर्शन गरेर अनि हामी यहाँबाट जान्छौँ है त। ल बाई बाई गाइस। ल गाइस अब चाहिँ टक्क हामी काट्न लाग्छौँ यहाँ केक। केक अझै पनि केही भएर रहेछ यो शक्तिले गर्दाखेरि हो होइन। अनि टक्क पारेर अब हामी केक सेक काट्छौँ। अनि त्यसपछि यहाँबाट जान्छौँ। ह्याप्पी बर्थडे टु यु। नाइफ पनि खतरा छ। Happy birthday to you. ल अब हामीले टक्क यहाँ केक सेक पनि काट्यौँ होइन। अनि त्यसपछि अब 4:30 पनि भइसक्यो। अब यहाँबाट नेपालमा जानुपर्छ। 3-3.5 घन्टा लागिहाल्छ। त्यही भएर अब चाहिँ हामी यहाँबाट निस्केको थियो ढिला नगरी। टक्क हाम्रो नवीन दाइ भइहाल्नु भयो। दाइहरू चाहिँ त्यहाँ हुनुहुन्छ। अब हामी यहाँबाट जान्छौँ। अब मोबाइलहरूमा चार्जर सबै ठाउँमा सकिसक्यो। अब त्यस्तो त अब गर्न पाउँदैन होला। अब भ्लगहरू चाहिँ अब बिचमा सिनेमेटिकहरू चाहिँ राखिदिन्छु। अहिलेको लागि चाहिँ बाई बाई। अनि हजुरहरू पनि कुपिन्डे दहतिर घुम्न आउनु होला। निकै नै राम्रो ठाउँ छ हो कि यहाँ दाइ एकदम। अनि हाम्रो राइडर एमटी राइडर नवीन दाइ सिधै फेरि 6 गियरमा हालेर 120को स्पिडमा भुइँ हो हामी। अब ल अब हामी चल्दैको दाइहरू निस्किसक्नु भयो। ल अब हामी गएको। अब बिचमा सिनेमेटिकहरू राखिदिन्छु। कुनै राम्रो ठाउँमा भेट भयो भनेपछि बबैतिर बस्ने प्लान चाहिँ एकछिन रोक्ने। त्यहीँ गएर भिडियो कन्टिन्यू गर्छु है त। ल अहिले बाई बाई बाई।
त्यसपछि दिदीलाई छोड्न जानुभयो अनि समीरहरू पनि आफ्नो घर गइसक्यो अनि टक्क हामी चाहिँ अब एउटा कफी खाएर जाऊँ न त भनेर यहाँ कफी हाउसमा पस्छौँ अनि त्यसपछि यहाँबाट कफी खाएर अब घर गएर मस्त सुत्छौँ है त। अब भ्लग मन पऱ्यो लाइक सेयर कमेन्ट र सब्सक्राइब गरिदिनु होला। अब फेरि पनि म यस्तै भ्लगहरू लिएर आउने नै छु। अहिलेको लागि बाई बाई, गुड नाइट।